अर्कालाई दुःख दिएर कमाएको पैसाले आफूलाई पनि दुखाउँछ। आफ्नो छोराछोरीबाट निस्किन्छ कि नातिबाट निस्किन्छ कि आफ्नै शरीरबाट निस्किन्छ कि आउँछ त्यस कर्म कन्सेप्ट हुन्छ होइन। तर मोडर्न बिजनेस सब्जेक्टहरूमा सुगो हटाइदियो, ओन्ली प्रफिट, एनी हाउ पैसा कमाऊ होइन। मान्छेहरूले जसरी हुन्छ, अरूलाई मारेर हुन्छ कि अरूलाई ठगेर हुन्छ कि अरूलाई बिरामी बनाएर हुन्छ कि पैसा कमाइरहेछ। तर त्यसरी आएको पैसाले के गर्छ? युल बी सो अनह्यापी। जुन किसिमले तपाईँले पैसा कमायो भने त्यस्तै किसिमको तपाईँको लाइफ हुन्छ। इट्स नट ओन्ली अबाउट मनी एन्ड इट्स नट ओन्ली अबाउट कम्फर्ट, मेन्टल पिस पनि त चाहिने। तपाईँ विश्वास गर्नुहुन्छ अहिले नेपालमा कतिपय अरबपतिहरू छन्, वी आर काउन्सिलिङ, यति दुखी छ उनीहरू, रोइरहेछन्, देखाउँदैन। 4 करोडको टेस्ला सेस्लाको चढेर हिँड्छ, देख्दाखेरि हेर्दाखेरि चाहिँ त्यो भित्रको व्यथा तान्दै थाहा देख्या मान्छे विथ अस। वाइ? अनएथिकली पैसा कमाएको हुन्छ कि होइन, सर्टकट मारेको हुन्छ। सर्टकट छैन यो संसारमा, देयर इज ओन्ली लङ कट। तपाईँले सर्टकट मार्न साथ त्यहाँ केही न केही कम्प्रोमाइज गर्नै पर्छ कि होइन, किनभने नथिङ इज फ्री इन दिस वर्ल्ड होइन, यो चिज बुझेको हुन्छ कि। सो शास्त्रमा होइन सबै चिजहरू एकदम भेरी वेल अर्गनाइज हुन्छ कि। सो मैले भन्न खोजेको के भन्दाखेरि बिङ स्पिरिचुअल पर्सन मिन्स यु आर एडिङ ह्याप्पिनेस इन एभ्रिथिङ कि। तपाईँ जे पनि गर्नुहुन्छ त्यसमा ह्याप्पिनेस थप्नु, जोगी भन्ने होइन त।